घडीमा रातको 12 बजेको छ अनि मेरो अनुहारमा पनि स्थान हिरासतको कोठा। छेउको रेडियोमा समाचार बज्दै थियो। कामेरिता शेर्पाले 32औं पटक सगरमाथा चढेर नयाँ कीर्तिमान बनायो। ठिक त्यसै बेला 11औं पटक प्रहरीको भ्यानमा चढेर म आफैले नयाँ कीर्तिमान बनाउँदै थिएँ। तर नेपालमा यस्तो कीर्तिमान कायम गर्ने मानिसको इज्जत नभएको देख्दा मलाई बडो चिन्ता र दुःख लागेको छ। संसारमा केही मानिसहरू डाक्टर हुन्छन्, पाइलट हुन्छन्, इन्जिनियर, कोही नेता अभिनेता बन्छन्, तर केही यस्ता विशिष्ट प्रतिभा पनि हुन्छन् जसले जीवनलाई जेल पर्यटनको स्तरसम्म पुर्याउँछन्। यही विशेष विधाका अग्रज पात्रमध्ये एक म हुँ, मुर्गा हसाई। योगदान र अनुभवकै कुरा गर्ने हो भने मलाई लाग्छ स्वयं प्रहरी पनि जेलमा म जति गएका छैनन् होला। बुढापाकाले एउटै ठाउँमा धेरै पटक जानु हुँदैन भनेर त्यसै भनेका होइनन् रहेछ। सुरुमा मेरो जेल परेको समाचार पत्रिकाको फ्रन्ट पेजमा छापिन्थ्यो, ठूला ठूला अक्षरले, ठूला ठूला फोटो सहित। अहिले त मध्यपृष्ठ पछिका पानामा वर्गीकृत विज्ञापनको भन्दा सानो कोठामा 2 लाइन छापिन्छन्। मानिसहरू सुरुमा म जेल पर्दा मुर्गा हसाई जेल परे भनेर चकित पर्थे। अहिले हा 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 मुर्गा हसाई फेरि जेल परे। आज पनि प्रहरीको हाकिम साहबले फोन गर्नुभयो। मुर्गाजी, तपाईलाई समाउनु भनेर आदेश आएको छ। मैले भने मबाट के गल्ती भएको रहेछ, म तपाईलाई भरपुर सहयोग गर्छु। यदि गल्ती भएको भए लिन आउनुस्। उताबाट जवाफ आयो, तपाईँ जतिको मान्छेलाई हामीले के भन्नु, आइराख्नुहुन्छ। बरु यसो गरौँ न, आज गाडी पेट्रोलिङमा गएको छ, तपाईँ पठाउ या इनड्राइभ गरेर आउनु। अरू मानिस विदेश जानु अघि पासपोर्ट बनाउँछन्, टिकट काट्छन्, होटल बुक गर्छन्, तर मलाई भने यति झन्झट छैन। मेरो टुर प्याकेज सिधै प्रहरीको गाडीबाट सुरु हुन्छ। कहिले साइबर मुद्दा, कहिले आन्दोलन, कहिले भाषण। कारण जे भए पनि अन्तिम गन्तव्य प्राय एउटै, हिरासत। यदि पर्यटन मन्त्रालयले ध्यान दिने हो भने, नेपाल सरकारले मेरो कुरा सुन्छन् भने नेपाल टुरिज्म एम्बेसडर घोषणा गर्न पर्छ मलाई। जेल टुरिज्ममा मैले यत्रो योगदान गर्दा पनि गाडी नपठाउने, मैले गाडी नपठाइसम्म नजाने निदो सुनाए। अबेर गरेर साथीहरू आइपुगे। साँच्चै प्रहरी मेरो साथी भन्ने नारा मेरो लागि यथार्थमा परिणत भइसक्यो। जुन हिसाबले पक्राउ परेर म पुलिस थानामा पुग्छु, हिरासतमा पुग्छु, त्यो हिसाबमा मैले सबलाई चिनिसके, सबै मेरा साथी भइसके। यसर्थ प्रहरी मेरो साथी। सबैजना मेरा प्रहरी साथीहरू यति धेरै फ्रेन्डली भइसके कि पहिला प्रहरीको गाडी देख्दा म डराउँथे। म त